तिम्रो मैले यो गिटार चाहिँ गिफ्ट आउँछ बुझ्न हो साच्चै नि साच्चै वाला टिभी टु रियल लाइफ तिमीलाई हो भाइ यो गिटार चाहिँ मजाले टक्क नो साउन्ड ओइ गिटारिस्ट नहीं तपाईँ क्वालिटी कस्तो दामी हो नि गिटारिस्ट हो तिमी नहीं गिटारिस्ट होइन गिटार चाहिँ बजाउँछु ल बजाउ त सुन कुन के बजाउनु दाइ के बजाउन आउँछ तिमीलाई मलाई सबै बजाउन आउँछ ल दिनको दास अनुप्रस्थ अति हानेर सायद कहाँबाट तिमी म काठमाडौँबाट हो नाम के तिम्रो मेरो नाम दिलसन हो र कति वर्ष तिमी म 17 17 वर्षमा खाइसक्यो यार तिमी त गिटार नि खाएन नि दाइ कहाँ खानु दाइ मैले यार चाहिएको त्यही छ मेरो त्यही पुरानो व्यथा खुसी भनेको त्यस्तै हो जसो तसो बाँचुला मानिसको भिडमा जुनमा परिचित बन्नुला अझै के चाहन्छ मैले आफै लेखेको छ यो इन्ट्रो पनि छ मेरो मैले यो गिटार चाहिँ गिफ्ट आउँछ बुझ्न हो साच्चै नि साच्चै वाला यो चाहिँ मैले तिमीलाई दिने भयो मेरो मबाट पर्सनल गिफ्ट हो थ्यांक यू सो मच Yo, what's up gang? What's up set? We making vlog after a long time. अहिले चाहिँ हामी गिटार जान आँटिरहेछौँ अनि त्यही हो केटा हो अहिले चाहिँ जाँदैछौँ अब आइरल स्टे ट्युन आइरल पनि हुन्छ हामी भ्लग पनि हुन्छ यसबाटै त्यसैले y'all stay tuned sad you feel me what I'm saying
अनि स्वाद के हो त अब पहिला सुरु लाइक जाओस् भिडियोमा सब्सक्राइब जाम अनि हामी चाहिँ अहिले यता कता हो भने म्यारेजगञ्ज साइडतिरै हो होइन अलमोस्ट अब भेट्न आँटेको त्यो भाइ चाहिँ लैनचौरमा रहेछ लैनचौरमा गएर ठक्क भाइलाई भेटेर गिटार दिएर एकछिन गीत सुनेर लाइभमा हामी आइरल पनि हुँदैछौँ सो yeah chat we doing good you feel me what I'm saying अनि त्यही हो chat thank you all for appreciation love and support केटा हो यति लभ यति माया देखाइरहेछन् सबले सब्सक्राइब जाओस् फेरि जो नयाँ हुनुहुन्छ ब्लगमा you feel me what I'm saying अनि त्यही हो chat we love you I love you all अनि त्यो भाइलाई अब गिटार दिनुपर्ने खतरा बजायो भाइले गिटार ओमे टिभीमा होइन अति बवाल बजायो भाइले गिटार अनि गिटार देखेरै माया लाग्यो अब नयाँ अब मैले चाहिँ फेरि गिटार बजाइदिनु थिएँ गिटार सिक्न चाहिँ मैले किनिरहेको थिएँ टक्क किनेको गिटार अब टक्क घरमा राखेर त हुँदैन व्यवस्था हान्ने भन्दा चाहिँ भाइलाई मैले सरप्राइज हान्नलाई चाहिँ मैले दिन आँटिरहेको छु गिटार त्यसैले च्याट थ्याङ्क यू सो मच अनि अब पछि यस्तै गिटार पछि अब ड्रमर भेटिन्छ के होला अब होइन त्यही पनि हामी गर्दै जान्छौँ अझै सपोर्ट गर्दै जान्छौँ पहिला सुरु मलाई सपोर्ट आउनु पऱ्यो त्यसपछि मैले सपोर्ट दिनेवाला छु टाइप सेट आइएम काइन्ड एज फक यु फिल मी आइएम हम्बल एज फक नो क्याप अनि हामी इन्टरटेनमेन्ट भने त्यस्तै हो अलवेज रमाइलो एक ठाउँमा अनि अहिले चाहिँ जस्ट सपोर्ट गर्नलाई चाहिँ सपोर्ट दिनलाई चाहिँ मैले गिटार लिएर जाँदैछु अहिले चाहिँ बाटोमै छु विथ पेप्सी फेरि नो क्याप है पेप्सी छ मसँग पेप्सी हेज बिन अ लट अफ सपोर्ट पेप्सीले पनि सपोर्ट गरिरहेको छ यहाँ मलाई धेरै त्यही भएर नो क्याप वी गोइङ सी यु देयर पिस आउट आइसक्यो भाइ के हो आइसकेको छ लाग्यो भाइ त्यो भाइ नै आइसक्यो भने चाहिँ स्वाद परे केटा हो नो क्याप आइसक्यो चाहिँ भाइ है हाई तेरी लभली च्याट भाइ अति बवाल आयो भाइ अति बवाल भाइलाई भेट भइसक्यो भाइ नै यहाँ तिमीलाई अब सरप्राइज हुन्छ वाट्स अप च्याट अब भ्लगमा अनि भाइ भेटिसक्यो यहाँ हामीले त्यसैले भाइसँग अब यहाँ लाइभ हुँदैछ है भाइ यहाँ लाइभ हुँदैछ है नो क्याप अब यो पेप्सी समात्यो ल यो भाइ कति बजे तिमी कति वर्षदेखि सिक्नु थालेको गिटार नाम 6 क्लासदेखि बजाउनु थालेको अनि त्यस्तै बजाउँदै सिकेँ घरमा सबै सानो घरमै सिकेँ राइट ओइ यतिको चाहिँ हुनुपर्छ र 11मा पढ्ने हो माइ गॉड 11मा पढ्ने केटा हो गिटार चाहिँ नि अब बजाए त माइ गॉड तिमी गीत चाहिँ कहिलेदेखि सुन्थ्यौ तिमी यस्तो यो गीत मैले बच्चादेखि सुन्थेँ दाइबाट इन्स्पायर भयो म दाइबाट इन्स्पायर हो राइट लभली च्याट नो क्याप भाइको गिटार मलाई त अति स्वाद पर्यो हौ लामो अनि हिजो बजाएर म तर्सिसकेँ हिजो बवाल बजाउने रहेछ भाइले त्यही भएर एउटा गिफ्ट जान्छु किन ल केटा हो एकछिन ल लेट्स गो गिटार सुन्ने भाइको अब स्वादले होइन ओमे टिभी टु रियल लाइफ तिमीलाई हो भाइ यो गिटार चाहिँ मजाले टक्क सैया तू जो छूले प्यार से आराम से मर जाऊं आजा चंदा बाहों में तुझ में ही हूँ हो जाऊं मैं तेरे नाम पे कति भन्नु तिमीलाई सम्झँदैन भागेर कता जो तिम्रो यादले कहीँ छाड्दैन के गाह्रो छाडेर गए मलाई कहिले नबिर्सिनु म पनि मार्दिन माया सधैँ तिमीलाई सम्झिरहन्छु यस्तै छु म यस्तै छैन के भन्छौ मलाई
अमूल्य यो समय म दिन्छु तिमीलाई आफूलाई हेर देख्दैन मलाई संसार छोडी आयो मेरो जीवनमा कहाँ गयो त्यो तिम्रो जागर कहाँ सुक्यो मायाको